हामी एबाट आउने किन्न आयौँ अल्फाबेट च्यालेन्ज सुरु थियो कि आजदेखि त्यसले सुरु भयो कि आजदेखि होइन त्यही भएर एबाट आउने सामानहरू किन्न आएको 250 टोटल 250 यति जामा किन्दा कति महँगो हेर यहाँ पनि आज स्याउ पनि किन्यो जाने भनेको मनिषा आएर क्या अनि भाइले मनिषालाई पनि लिएर आइज सँगै भन्यो अनि त्यही भएर एकछिन बसौँ न है त यसो मनिषा नि है मनिषा आयो भन्नु त हेलो भुराहरू सामानै बिर्सेर आइरहेछ आजदेखि मैले अल्फाबेट च्यालेन्ज सुरु गरेको यसलाई के भन्छ एप्पल टिन जे भयो नि बस बच्चा मिठो ए अल्फाबेट च्यालेन्ज एबाट सुरु गरेको थियो हिजो गरेको आज आधा वर्ष छ हल्का अल्छी नि भयो अनि हल्का प्याक धेरै अल्छी छ एभ्रिवान अनि हल्का प्याक पनि भयो क्या मलाई देखाऊ दाइ चाहिँ अलिकति धेरै अल्छी छ कमेन्ट सेक्सनमा अलिकति जाँगर देखाऊ भन्नु होला है सबैले सपोर्ट गरिदिनु दाइलाई माया त तर अलिकति ज्ञान पनि दिनु होला उहाँलाई सजेसन गरिदिनु है अलि वाच टाइम पनि दिनु हो कि वाच टाइम पनि दिनु होला पुरा भिडियो हेरेर रिपोर्ट हानिदिनु होला मेहनत त गरिरहेको तर अहिले अल्छी आएको छ सुरु नै हाल्यो कि ल है त गाइस पोटेटो आलु चिप्स आलु चिप्स है त ल एबाट अल्फाबेटबाट आलु चिप्स अस्ति खाएको भन्दा र यो मा कुन चाहिँ मिठो हुन्छ भन्नै मलाई अस्ति खाएको त स्वादै गइसक्यो है आलमन्ड एबाट आउने आयो ल उ त आयो यति त उ अझ खा अब मिठो लाग्यो तपाईलाई खाँदै म त केही छुट्याउनै सकेन एउटै त बिर्सिसक्यो मसला हुन के ल है त दाइ दाइले गाइस झन् माथिको रुद्र घन्टीमा लाग्यो सन्दिपको जति हो क्या के मिठो हुन्छ एबाट चाहिँ आलमन्ड है त ल हिजो चाहिँ एप्पल खाइहालेँ अनि आज आलमन्ड अनि आलु त नभन न एक दिन नै हालेर छ अघि पनि तर कट गरेर हाल्ने कसरी हाल्ने बोल तपाईँ हाम्रो मेरो एबाट आउने च्यालेन्ज पनि सक्यो है ल है त गाइस मेरो एबाट आउने च्यालेन्ज पनि सकियो आजलाई